खाना कस्तो छ दाइ? यो अझै खुब काम भएको छ। Namaste, Tashish Dile. Today is May 10, 2022 on Tuesday. Dr. Nordon from New York providing food for needy people on behalf of Late Mom Tenzin Dolma. 49 days peer donated $500 one per Nepali rupees 61,000. नमस्ते, आज हामी पुनः गोइसरीमा छौँ र आज अलिकति मौसमले पनि साथ नदिएको कारणले गर्दाखेरि यहाँ चाहिँ पानी परिरहेको छ, पानी भर्खर रोकेको छ र पर्याप्त मान्छे चाहिँ नभएर चाहिँ अब हामी यो खाना चाहिँ यहाँ मात्र नभएर हामी अन्त ठाउँमा पनि लगेर बाँड्ने काम हाम्रो हुनेछ र जुन जति पनि आज यहाँ 200 खाना चाहिँ हामीले लिएर आएको छ भने यो यहाँ पर्याप्त मान्छे नभएको कारणले गर्दाखेरि हामी अर्को ठाउँमा पनि लगेर बाँड्नेछौँ र जुन आज हामीले खानाको प्रोग्राम 200 खाना राखेका थियौँ अनि दही पानी दहीको 3500 अनि पानीको 2500 खाना 200 को 50,000 टोटल गरी 60,000 अनि ट्याक्सी फेयर शुद्ध गरेर चाहिँ हामीले 60,000 रुपियाँको चाहिँ टसिदेले आज मे 10 2022 ट्युजडे र हामी आज पुनः गोइसरी एरियामा छौँ र आजको दिन चाहिँ जुन मे 10 तारिकको दिन चाहिँ यो हाम्रो न्युयोर्कमा रहनुहुने नोर्डेन को मम्मी चाहिँ बित्नु भएको 49औं दिन पुग्नु भएको रहेछ। त्यसैको अवसरमा चाहिँ हामीले यहाँ 250 जनाले चाहिँ खाना खुवाउने कार्यक्रम गरिरहेका छौँ र साथमा खानामा हामीले एकसाथ एउटा खाना दही र पानी गरेर हामीले उहाँहरूलाई बाँडिरहेका छौँ र जुन चाहिँ आज अलिकति पानीको कारणले गर्दाखेरि चाहिँ उहाँहरू कोही कता भएर चाहिँ रहनुभएको छ र त्यही भएको कारणले चाहिँ हामीले हाम्रो खाना चाहिँ सबै खाना यहाँ चाहिँ नबिग्ने भएर चाहिँ अन्त ठाउँमा पनि लगेर हामीले बाँड्ने काम गरिरहेका छौँ। नमस्कार।